यार सबैजनालाई जय मसीह। यहाँलाई स्वागत छ हाम्रो युजिएम यु च्यानलमा। यतिखेर हामी चाहिँ मण्डलीमा छौँ अनि यतिखेर रातको 9:30 भइसकेको छ अनि हामी सबैजना युथहरू मिलेर अनि हामी एक भएर चाहिँ आज हामी चर्चलाई सिँगार्दैछौँ, चर्चलाई सुन्दर बनाउँदैछौँ। एउटै कारणले किनभने वचन चाहिँ देहधारी भएको छ। आमेन। यहाँ तपाईँले देख्न सक्नुहुन्छ हामी सबैजना मिलेर चाहिँ हामी खटिरहेका छौँ अनि हाम्रो युथहरूले यसरी आफ्नो जिम्मेवारीलाई लिएर काम गरिराख्नु भएको छ। कसैले बेलुन फुलाउँदै हुनुहुन्छ अनि कसैले है यो सुन्दर आकृति दिइराख्नु भएको छ अनि हाम्रो जयवन दाईले यहाँ लगायत हाम्रो क्वायर टिमहरूदेखि लिएर हाम्रो जवान झुन्डहरूले चाहिँ यसरी बनाउँदै हुनुहुन्छ अनि हामी एकदमै खुसी छौँ किनभने हाम्रो निम्ति एउटा बालक जन्मिएको छ जो ख्रीष्ट प्रभु हुनुहुन्छ है। हामीले लुका 2:10 हामीले हेऱ्यौँ भने चाहिँ हामी त्यहाँ पाउँछौँ अनि लुकाको पुस्तकमा हामीले हेऱ्यौँ भने चाहिँ है 2:10 चाहिँ उहाँ चाहिँ हाम्रो निम्ति जन्मिनु भएको छ अनि हाम्रो निम्ति उहाँ जन्मिनु मात्र भएन, हाम्रो पापलाई उहाँले उठाइ लैजानु भएको छ है। हाम्रो क्रिस भाइले यसरी म्युजिक ल्याइराख्नु भएको छ। हेलो, के गर्दै हुनुहुन्छ यतिखेर तपाईले? बेलुन फुक्दै हुनुहुन्छ है। अबेला टक्क मिलाएर राख्ने हैन, भोलिको लागि एकदम रमाइलो क्षण बनाउने। हजुर। सूचीको दोरी उयो छैन? यहाँ पनि हेर न, यहाँ छ सूची होइन, एउटा डल्लै सुर्तीको दोरी थियो उयो। जय मसी राजु दाई, तपाईँले यो के गर्दै हुनुहुन्छ? भोलिको स्केड्युल हामी कसरी कार्यक्रम गर्ने भनेर तयार गरिरहेछ। कस्तो लागिरहेछ? कतिको उत्साहित हुनुहुन्छ? उत्साहित एकदम 100% छ उत्साहित हैन। के भन्नुहुन्छ? अब क्रिसमस लाग्दैछ, क्रिसमस लागिसक्यो हजुर। के सन्देश छ तपाईँको? सबैजनाले क्रिसमस खतरा मनाउनु होला हैन, क्रिसमसमा खुसी साटा गर्नु होला। हामी पनि गर्दैछौँ बेलुन फुकेर भए पनि होइन। यही छ शुभकामना, यही छ भन्नुपर्ने थियो। हुन्छ, धन्यवाद। जय मसी राख्नु भएको छ है। जय मसी स्नेहा, मेरी क्रिसमस। यतिखेर के गरिँदैछ? स्टार बनाइरहेछ। मिल्दै बनाइदियो। मेरो नाम प्रदीप भुजेल हो। मेरी क्रिसमस टु अल। के सन्देश दिउँ न? आज दाउदको सहरमा एकजना मुक्तिदाताको जन्म भएको छ जो ख्रीष्ट प्रभु हुनुहुन्छ। यी तपाईँहरूले पनि ख्रीष्टमा विश्वास गर्नुहुन्छ भने तपाईँहरूको निम्ति अनन्त जीवन छ। आमेन। भिडियो भइरहेछ? हाम्रो एकदमै डिस्टर्ब गर्ने हो, यस्तो पाइन्छ तँ बलिरहेछ हौ क्रिस। अनि सबैभन्दा सुन्दर कुरा चाहिँ हामी जब एक हुन्छौँ है अनि हामी एक भएर जब कुनै पनि काम गर्छौँ भने चाहिँ त्यो काम चाहिँ अवश्य सफल हुन्छ। अनि हामी सबैजना आफ्नो जिम्मेवारीलाई बोकेर यसरी हामी खटिरहेका छौँ अनि परमेश्वरलाई धन्यवाद होस् है, हामीलाई एकाग्र गर्नुभएको छ, हामीलाई एकतामा राख्नुभएको छ। अनि यो वर्षभरि परमेश्वरले हामी सबैजनालाई सुखमा, सबैजनालाई आनन्दमा अनि राख्नुभएको छ। हरेक दिन हामीले परमेश्वरको विजयलाई, परमेश्वरको आनन्दलाई, परमेश्वरको शान्तिलाई, परमेश्वरको भलाइलाई हामीले चाखेका छौँ। अनि यो सबैभन्दा सुन्दर कुरा चाहिँ हामीले उहाँलाई अनि हामी एकअर्कामा सङ्गति गर्न पाएका छौँ अनि यो चाहिँ सबैभन्दा सुन्दर कुरा हो। अनि
एकदमै धन्यवाद छ है यो समयको लागि अनि यो दिनहरूको लागि हामी विशेष परमेश्वरलाई धन्यवाद दिनेछौँ किनभने उहाँले हामीलाई यस दिनहरू दिनुभएको छ उहाँले हामीलाई यो मौका दिनुभएको छ है अनि यो विशेष धन्यवाद छ हाम्रो युथहरूलाई पनि यसरी हाम्रो मण्डलीलाई आफ्नो मण्डलीलाई चाहिँ सिगार्नु भएको लागि एउटै कारणले त्यो चाहिँ के हो भन्दै गर्दाखेरि चाहिँ वचन देहधारी भएको कारणले ख्रिस्टको कारणले है हामी यसरी एक भएका छौँ अनि यहाँहरू सबैजनालाई है क्रिसमसको शुभकामना छ सबैजनालाई मेरी क्रिसमस हामी भन्दछौँ यहाँहरूको परिवारमाथि यहाँहरूको घरनामाथि यहाँको मण्डलीमाथि सबै चिजमाथि हामी आशिष बोल्दछौँ है सबैजनालाई हाम्रो उच्च जागृति मण्डली परिवारको तर्फबाट मेरी क्रिसमस अनि ह्याप्पी न्यु इयर भन्दछौँ अनि यो वर्ष चाहिँ अझै शक्तिशाली हुनेछ यो वर्ष अझै शान्तिमा हुनेछ भनिकन हामी प्रार्थना पनि गर्दछौँ हस् त सबैजनालाई जय मसीह मेरी क्रिसमस